यो त स्याडली भन्नु पर्ने यार हाँस्दै भनिरहेछ तपाईँ त मुझको मिली गाह्रो भयो ओ मुझको मिली सक्दैन गाह्रो पर्छ यो मलाई निस्किनु अगाडि एउटा सायरी जाओस् है सायरी तपाईँको दिमागमा होला नि एउटा दुईटा सायरी मन पर्दो रहेछ तपाईँलाई मैं इसे कौन तो करा सर यार कुछ सोचता हूँ तो तेरे ख्याल आ जाता है अच्छा कुछ सोचता हूँ तो तेरा ख्याल आ जाता है कुछ बोलता हूँ तो तेरा नाम आ जाता है कब तक छुपा के रखूं दिल की बात को तेरी हर अदा पर मुझे प्यार हो जाता है वाओ रुको ल मलाई पठा पनि होला नि ल अर्को आयो ल अलि फिल्ममा है यो चाहिँ हाम्रो परवेश आलम सरले लेख्नु भएको मलाई एकदम मन पर्ने भाइ साहबले गर्दा म यो शेयर गर्न चाहे क्या करूं तुझे पाने के लिए हर खुदा से मांगू या तुझे ही खुदा मानूं खुदा ने कहा जूते की फिते तक मुझसे मांगो खुदा ने कहा जूतों की फिते तक मुझसे मांगो अब बोल खुदा से मैं खुदा को कैसे मांगू वाह because your love is your khuda how can you ask khuda to give me khuda यस्तो दामी त्यो परमेश्वरले बवाल लेख्नु भयो यस्तो दामी कन्ट गर्नै पर्ने सायरी रहेछ भर्खरको त अर्को नि दाजु तर यो मेरो मिल्दै मिल्दैन राइमिङ म ट्राई गर्छु है त ओ मुझको मिली मैं उसको मिला इजहार हुआ इकहार हुआ वो दोस्त बनी मैं यार हुआ उसे इश्क बहुत मुझे प्यार बहुत और हम दोनों में तकरार हुआ फिर कुछ यूं हुआ वो छोड़ गई मैं टूट गया फिर कुछ यूं हुआ कि हम फिर मिले वो तन्हाई मैं अकेला था बस हम दो थे और कोई नहीं था वो रोने लगी मैं बेबस था ना वो प्यार रहा और ना ही इजहार रहा बस फर्क सिर्फ इतना था वो मिट्टी के ऊपर रोती रही और मैं मिट्टी के नीचे सोता रहा ओह माय गॉड कि लड़का मर चुका था वो मिट्टी के ऊपर रोती रही और मैं मिट्टी के नीचे सोता रहा ओ ये तो स्याडली भन्नु पर्ने यार फेरि अझ स्याडमा है हाँस्दै भनिरहेछ तपाईँ त अब स्याड है ओ मुझको मिली सुन मुड चेन्ज गर्नु पर्यो गाह्रो भयो नाटक गर्छु ओ मुझको मिली तिमी नाच म सक्छु कि तिमी नाच चिनी क्या ओके स्याड बजाएर स्याडै दिनु ओके सक्दैन गाह्रो पर्छ यो मलाई गाह्रो पर्छ हामी ठ्याक्कै कालीमाटीबाट अहिले बल्खु निस्किने बाटो कुलेश्वरको मेन बाटोमा छौँ र हामी लगभग नियर बाई छौँ मोस्ट प्रोबेबली यही प्रपर्टी हुनुपर्छ त्यस पनि लेफ्ट साइडमा यस कालीमाटीबाट बल्खु जाने बाटोमा सानीमा ब्याङ्क भएको बिल्डिङ रेन्टल प्रपर्टी वी आर हियर म ठ्याक्कै साइडमा आइपुगिसकेँ होइन मलाई यहाँ आएपछि चाहिँ एकदम इम्प्रेस्ड भयो किनभने कुलेश्वरको मेन बाटो छ र यो मेन बाटोको यो साइडमा तपाईँले एकदम राम्रो मोहडा भएको यो मोडर्न डिजाइनको बिल्डिङ छ यहाँनिर अनि मलाई एकदम मन परेको कुरा भनेको चाहिँ यहाँ पार्किङ गर्ने ठाउँ छ किनभने कुलेश्वरको मेन लाइनमा हत्तपत्त पार्किङ गर्ने ठाउँ पाइँदैन पायो भने पनि 3टा 4टा 5वटा गाडी पार्किङ यहाँनिर 25वटा गाडी भित्रबाट पार्किङ गर्न मिल्छ पछाडि रेस्टुरेन्ट पनि आउँदैछ बाइक छिटो 60-70वटा पार्किङ गर्न मिल्छ
भिजिबिलिटी पनि एकदम यहाँ मार्केटिङ गर्नु पऱ्यो या कुनै ब्याङ्क आयो या कुनै पनि कर्पोरेट अफिस आयो भने यहाँ टक्क आफ्नो ब्रान्डिङ गरेर एकदम सजिलो छ। अब यहाँ अहिले यो बिल्डिङमा बाँकी भनेको ग्राउन्ड फ्लोरमा 5-6वटा सप स्पेस, फर्स्ट फ्लोरमा तपाईँको 3000 स्क्वायर फिट, सेकेन्ड फ्लोर गन र तपाईँको चाहिँ नि थर्ड फ्लोरमा 3000 स्क्वायर फिट रुफटप पुरै खाली छ। अब उतापट्टि पनि एउटा सर्ट बाँकी छ। अब यहाँनिर हजुरले आफ्नो कुनै पनि अब बिजनेस राख्न अब हजुरलाई के सुइटेबल हुन्छ, अब यहाँनिर गाडीको पार्ट्स राख्ने, ज्वेलरी खोल्ने या कुनै तपाईँको रेस्टुरेन्टकै केही स्मल आउटलेट खोल्ने या सानो केही अफिस राख्ने, यो मजाले गरौँ त। लिफ्ट पनि छ, पछाडि पार्किङ पनि छ। अब यो माथिल्लोपट्टिको भ्यूहरू चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ हाम्रो छिरिङले तपाईँलाई लर सर देखाउँछ। सो तपाईँले चाहिँ यदि लोकेसन कुलेश्वर नै हेरिराख्नु भएको छ र तपाईँलाई चाहिँ अलिकति राम्रो प्रपर्टी चाहिएको छ, पार्किङ पनि चाहिएको छ, लिफ्ट पनि चाहिएको छ, भाडा पनि सस्तो चाहिएको छ भने अब तपाईँको फर्स्ट फ्लोर थर्ड फ्लोरको भाडा पर स्क्वायर फिट 100 रुपियाँ छ। अब यो ग्राउन्ड फ्लोरमा 300 देखि स्टार्टिङ 800 रुपियाँसम्म छ। तपाईँले चाहिँ आफूलाई जुन ठिक लाग्छ त्यो लिन सक्नुहुन्छ। यताबाट पार्किङको एरिया पनि एकचोटि देखाऊ, लिफ्टमा जाऊ र भिडियोलाई एन्ड गर।